जयमसी सबैलाई हामी युफेरिस हाउस अफ प्रेयर एडिलेटबाट हामीले यो ठुलो सियोनको भजन 387 गाउन गइरहेका छौँ। संसारमा भइरहेका घटनाले बताउँदछन् भन्ने हुन्छ, हामी गाउनेछौँ। संसारमा भइरहेका घटनाले बताउँदछन् निश्चय प्रभु चाँडै आउनेछन्। संसारमा भइरहेका घटनाले बताउँदछन् निश्चय प्रभु चाँडै आउनेछन्। बहुमूल्य आफ्ना लोकहरूलाई प्रभु उठाउन ओर्लनेछन्। बहुमूल्य आफ्ना लोकहरूलाई प्रभु उठाउन ओर्लनेछन्। स्वागत गर्नलाई तयार हो, स्वागत गर्नलाई तयार हो, तयार हो। अधर्मका काम धेरै बढ्नाले धेरैको प्रेम सेलाइरहेछ। अधर्मका काम धेरै बढ्नाले धेरैको प्रेम सेलाइरहेछ। देमासको संसारलाई प्रिय मान्दै संगतिलाई छोड्दैछन्। देमासको संसारलाई प्रिय मान्दै संगतिलाई छोड्दैछन्। प्रभु येशू दूतगण सात बादलमा चोर झैं अचानक आउनेछन्। प्रभु येशू दूतगण सात बादलमा चोर झैं अचानक आउनेछन्। लापरवाही रहनेले विलाप गर्छन्, तयार विश्वासी उठाइनेछन्। लापरवाही रहनेले विलाप गर्छन्, तयार विश्वासी उठाइनेछन्। सतर्क रही आफ्नो जीवन बिता, संसारदेखि अलग रहौँ। सतर्क रही आफ्नो जीवन बिता, संसारदेखि अलग रहौँ। येशूको प्रेममा जग बसाल्दै त्यस दिनको प्रतीक्षामा रहौँ। ख्रीष्ट येशूको प्रेममा जग बसाल्दै त्यस दिनको प्रतीक्षामा रहौँ। प्रभुको आगमन नजिक जानी प्रार्थना वचनमा लागिरहौँ। प्रभुको आगमन नजिक जानी प्रार्थना वचनमा लागिरहौँ। ख्रीष्टका लोक सत्सङ्ग गर्दै स्वागत गर्न तयार बसौँ। ख्रीष्टका लोक सत्सङ्ग गर्दै स्वागत गर्न तयार बसौँ। हामी यस अन्धकारमय संसारमा ख्रीष्टको सेवामा व्यस्त रहौँ। हामी यस अन्धकारमय संसारमा ख्रीष्टको सेवामा व्यस्त रहौँ।
प्रभुको पचिन्हलाई पछ्याउँदै महिमित राजमा प्रवेश गरौँ। प्रभुको पचिन्हलाई पछ्याउँदै महिमित राजमा प्रवेश गरौँ। संसारमा भइरहेका घटनाले बताउँदछ निश्चय प्रभु चाँडै आउनेछन्। संसारमा भइरहेका घटनाले बताउँदछ निश्चय प्रभु चाँडै आउनेछन्। बहुमूल्य आफ्ना लोकहरूलाई प्रभु उठाउन ओर्लनेछन्। बहुमूल्य आफ्ना लोकहरूलाई प्रभु उठाउन ओर्लनेछन्। स्वागत गर्नलाई तयार हो, स्वागत गर्नलाई तयार